नमस्कार सबैलाई स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु। म दलबहादुर गुरुङ। आज मसँगै हुनुहुन्छ दीक्षासँग आज हामी शिक्षाको कुरा गर्छौँ। म र दीक्षा यति बेला पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नम्बर 1 झिङ्गामारा गाउँमा छौँ र म दीक्षालाई स्वागत गर्छु। नमस्कार दीक्षाज्यू। नमस्कार। सन्चै हुनुहुन्छ? अनि के गरिरहनु भएको छ त अहिले? हो, अहिले तपाईँ कुन विद्यालयको कति कक्षामा पढ्दै हुनुहुन्छ? श्री सरस्वती आधारभूत विद्यालयको कक्षा 7। अहिले तपाईँको कक्षामा कतिजना साथी हुनुहुन्छ? 7 जना। जम्मा? पोहोर साल 6 कक्षामा कतिजना हुनुहुन्थ्यो? 8 जना। अहिले 1 जना त हराउनु भएको छ त फेरि। कि फेल हुनुभयो? तल भन्नाले कहाँ हो? मधेसतिर पढ्न जानुभयो। किन जानुभयो होला जस्तो लाग्छ तपाईँलाई? बसाइसराई गरेर हो? के जानु? ए, उनको दाइ यहीँ पढ्नुहुन्छ र बहिनी मात्रै उता जानुभएको? ए, भाइ हो। अनि किन त्यसरी जानुभयो होला स्कुल छोडेर? केही लाग्छ तपाईँलाई मनमा? तपाईँको विद्यालयमा अहिले जम्मा जम्मी 1 देखि 8 सम्म पढाइ हुन्छ। कतिजना विद्यार्थी हुनुहुन्छ तपाईँहरू? 60-65 जना हुनुहुन्छ। अनि हाम्रो विद्यालय सरस्वती आधारभूत विद्यालय हो। त्यहाँ त्यो विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तपाईँको आमा हुनुहुन्छ हो? महिला हुनुहुन्छ। अहिलेसम्म तपाईँको विद्यालयको अध्यक्ष महिला हुनुहुन्थ्यो? पहिलोचोटि हो तपाईँको मम्मी हुनुभएको? अनि कस्तो लाग्छ त मम्मी अध्यक्ष हुँदा, छोरी विद्यार्थी हुँदा? तपाईँको मम्मी आउनुहुन्छ स्कुलतिर कहिलेकाहीँ? महिनामा कतिचोटि आउनुहुन्छ होला? 12-13 चोटि भन्दा धेरै। ए, के गर्नुहुन्छ नि आएर? आउनुहुन्छ, अफिसमा सरहरुसँग कुरा गर्नुहुन्छ, अनि कक्षामा आउनुहुन्छ, अनि राम्रोसँग पढ भन्नुहुन्छ, तिमीहरूको समस्या के छ भनेर सोध्नुहुन्छ। मम्मी आइरहँदाखेरि विद्यालयमा कस्तो लाग्छ तपाईँहरूलाई? राम्रो। तपाईँको विद्यालयमा अहिले 60-65 विद्यार्थी हुनुहुन्छ। अझै धेरै विद्यार्थी बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ? कसरी बनाउन सकिएला त? अब तल बसाइसरेका मानिसलाई, तिनीहरूका बच्चाहरूलाई यही स्कुलमा लिएर आउने अनि पढाउने। तपाईँको गाउँमा के कुराको सुविधा छ? पानीको, अनि बाटोको, अनि बिजुलीको, स्वास्थ्य चौकीको। अनि पढ्ने स्कुल पनि छ। यति हुँदा पनि मान्छेहरू गाउँ छोडेर बसाइ सर्न अन्त गइरहेछन् है? त्यसो नगर्दै हुन्थ्यो भन्ने लाग्छ तपाईँलाई? अनि तपाईँको गाउँपालिका तिनाउ गाउँपालिका हो। अब बाल मैत्री शासन अब सुरु हुँदैछ हो? अनि बाल विवाह गर्नुहुन्न भन्ने कुरा थाहा छ तपाईँलाई? के हो त यो बाल विवाह भनेको? 20 वर्षभन्दा कम उमेरमा गर्ने विवाहलाई बाल विवाह भनिन्छ। बाल विवाह गर्यो भने के हुन्छ नि? कानुनी रूपमा कारबाही हुन्छ, अनि जरिमाना, अनि जेलमा जाने हो। कसलाई लैजान्छन् जेलमा? विवाह गरेको मान्छेलाई, अनि विवाहमा सहभागी हुने मानिसहरूलाई, अनि त्यसका के भन्छ, बिहा गराइदिने मान्छे लमीलाई पनि लैजान्छ है? अनि तपाईँले बाल विवाह गर्नुहुन्न भनेर तपाईँको विद्यालयमा के कार्यक्रम भएछ त? बाल श्रम बारे, अनि बाल विवाह नगर्ने भनेर। यो कसले सिकाइरहेछ तपाईँहरूलाई? सर म्याडमले, अनि साथीहरूले, अनि त्यही बाल मैत्रीको सरहरूले। तपाईँले तालिम लिइरहनु भएको छ होइन? र अब तपाईँलाई तपाईँको गाउँमा सबैभन्दा मनपर्ने कुरा के हो? तपाईँको गाउँको खास विशेषता के हो? मेलमिलाप अनि सहयोग छ तपाईँको गाउँमा। एक आपसमा दुःख पर्दा सुख पर्दा मेलमिलाप छ, सहयोग पनि गर्नुहुन्छ। अब तपाईँको विद्यालयलाई राम्रो गराउनु पर्यो भने के गर्नुहुन्छ त? तपाईँ विद्यार्थीको नाताले के गर्नुहुन्छ? विद्यार्थीहरूले होमवर्क गर्नु पर्यो होइन? कक्षा कार्य गर्नु पर्यो, सर म्याडमले पढाएको कुरा राम्रोसँग सुन्न पर्यो, बुझ्न पर्यो, हो कि होइन? अब तपाईँको विद्यालयमा गृह कार्य जाँच्ने काम कतिको हुन्छ? सर म्याडमले गर्नुहुन्छ? सधैँ गर्नुहुन्छ कि कहिलेकाहीँ? सधैँ गर्नुहुन्छ। हो।
तपाईँको विद्यालय राम्रो विद्यालय पनि त हो नि होइन र? के सुविधा छ तपाईँको विद्यालयमा? खाना नास्ताको अनि पढाइहरू। शौचालयको प्रबन्ध कस्तो छ? राम्रो छ। कक्षा कोठा कस्ता छन्? राम्रो। अनि प्रविधि मैत्री छ कि छैन? भनेको मतलब त्यहाँ ल्यापटप कम्प्युटर अथवा त्यहाँ अरू हुनुपर्ने कुराहरू छन् कि छैनन्? छन्। पुग्ने गरी डेस्क बेन्च पनि छ? अनि शौचालयको राम्रो सरसफाइ पनि छ? हो। भवन त तपाईँको विद्यालय राम्रो छ, 2 तले भवन छ होइन? अनि तपाईँलाई विद्यालयमा जाम भन्ने लाग्छ कि लाग्दैन? कहिले झ्याउ लायो नजाम भन्ने लाग्छ कि लाग्दैन? हो। तपाईँको विद्यालय सुन्दर छ, राम्रो छ होइन? पढाइ पनि राम्रो छ, सबैले मन पराएको सर म्याडम पनि हुनुहुन्छ। कतिजना हुनुहुन्छ नि सर म्याडम? 10 जना। अनि तपाईँहरूको विद्यालयमा खाजा खुवाउने चलन छ भन्नुभयो होइन? के खाजा खान पाइन्छ नि? खिचडी अनि चुकौनी, चिउरा अनि पुलाउ, छोले मटर अनि खिर अनि बिरयानी। अन्डा मासु पनि पाइन्छ कि? अन्डा पाइन्न। अनि तपाईँलाई सबभन्दा मनपर्ने विषय के हो तपाईँलाई? गणित र इङ्ग्लिस। त्यो सबै सजिलो हुन्छ? अरू विद्यार्थीहरूलाई त अप्ठ्यारो हुन्छ नि त त्यो त? सजिलो हुन्छ। तपाईँ कक्षामा कुन स्तरको विद्यार्थी हो तपाईँ? के स्थान हासिल गर्नुभयो? प्रथम हो। सधैँभरि प्रथम भइरहन पाम भनेर के गर्नुहुन्छ तपाईँले? प्रथम हुँदाखेरि के अभ्यास गर्नुभएको छ हुनको लागि? नियमित क्रियाकार्य गर्ने, पढ्ने, नियमित स्कुल जाने, अनि कक्षा कार्यमा पनि सहभागी हुने, सर म्याडमले भनेको गर्ने, अनुशासित हुने होइन? अनि लगनशील भएर पढ्यो भने प्रथम। तपाईँ जस्तै साथीहरूलाई के सुझाव दिनुहुन्छ तपाईँले? राम्रोसँग पढ्ने अनि नियमित स्कुल उपस्थिति हुने, गृहकार्य पुरा गर्ने। त्यसो भयो भने राम्रो हुन्छ। अब जाँदै हाम्रो यो भिडियो खिच्ने हाम्रो बेन प्रसाद सरलाई के भन्नुहुन्छ नि तपाईँले? धन्यवाद। ल हुन्छ, धन्यवाद। हाम्रो यो कार्यक्रम हेरिदिनु भएकोमा तपाईँहरूलाई हामी मनैदेखि धन्यवाद टक्राउँछौँ।